सम्पूर्णलाई नमस्कार अनि स्वागत छ। र यति बेला तपाईले फ्रेममा देखिरहनु भएको छ एकजना सानो भाइ पछिल्लो समय निकै नै चर्चित हुँदै हुनुहुन्छ, सामाजिक सञ्जालतिर निकै भाइरल हुनुहुन्छ। विशेष गरी टिकटकबाट भाइरल हुनुभएको भाइ पछिल्लो समय युट्युबमा पनि निकै चर्चा पाइरहनु भएको छ, सबैले तारिफ गरिरहनु भएको छ। र आज हामीसँग हुनुहुन्छ पासाङ शेर्पा हुनुहुन्छ। उहाँको जन्म चाहिँ पाँचथरको फेदिम बजार छेउमा भएको थियो भने अहिले चाहिँ हाल उहाँ काठमाडौँमा बसोबास गर्दै आइरहनु भएको छ। उहाँसँग हामी छोटो कुराकानी गर्छौँ र विशेष गरी उहाँको जन्म कहाँ भएको थियो, कहाँ हुर्किनु भयो र अहिले के गर्दै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। भाइलाई धेरै धेरै स्वागत छ। धन्यवाद। अलिक साह्रो बोलिदिनु पर्यो, हजुरको नाम भनिदिनुहोस् न। पासाङ शेर्पा। हजुरको जन्म कहाँ भएको? मेरो रानीटार माक्लुम्बामा भएको। रानीटार माक्लुम्बा फिदिम होइन? अहिले कति वर्षको हुनुभयो? म 11 वर्षको भएँ। तपाईँको जन्म फिदिममा भयो होइन? कहाँ पढ्नुभयो? स्कुलको नाम के हो? श्री कालिका बेसी स्कुल। कतिसम्म पढ्नुभयो गाउँमा? 5, यहाँ आएर 3 चामुण्डा। यहाँ त चामुण्डामा पढ्दै हुनुहुन्छ होइन? अनि गाउँमा 5 सम्म पढ्नु भएको, अनि यहाँ आएर चाहिँ किन 3 मा पढ्नु भएको नि? 3 देखि नै सुरु गरेँ। 3 देखि नै सुरु। यहाँ त सानैदेखि बिरामी पनि हुनुहुन्छ भन्ने कुरा हामीले थाहा पायौँ होइन? के बिमार भएको थियो तपाईँलाई? छाडे रोग है? अहिले के छ? अहिले बिमारी हुनुहुन्छ कि निको भइसक्नु भयो कि के छ? कोही कोही बेला महिनामा भेट्छ। अहिले काहीँ भेट्छ है? ओके, आज हाम्रो दर्शकहरू धेरैले हेरिरहनु भएको छ र हाम्रो भाइलाई धेरै हाम्रो फिदिम बजारको दाजुभाइहरूले पनि हेर्ने चाह गर्नुभयो, उहाँको बारे बुझ्ने चाह गर्नुभयो। त्यही भएर हामीले आज यो भिडियो बनाइरहेका छौँ र सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु होला। जो पनि हाम्रो पूर्वतिर हुनुहुन्छ, हाम्रो पूर्व पश्चिम सबै दर्शक महानुभावहरूले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। हाम्रो भाइ चाहिँ एकदमै मिठो गीत गाउनुहुन्छ, यहाँहरूलाई यो पनि जानकारी गरौँ। र भाइले अब एउटा गीत सुनाउनुहुन्छ। सबैजनाले भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। भाइको प्रतिभा कस्तो लाग्छ यहाँहरूले जस्ताको तस्तै कमेन्ट गरिदिनु होला भन्दै गीत सुन्छौँ भाइ एउटा हामी। गाउँघरमा नगरै झगडा, काङ्ग्रेस भन्दा कमलेश तगडा, काङ्ग्रेस कमलेश जान्दिन, केपी ओली मान्दिन, वर्षतन्त्र बिहानीमा कस्तो आयु दिन, नेता गाउँमा कुर्लिएछन् हाम्रो भोट लिन, जागर जनता जोस गर, छा पुलिसमा भोट लाउँदा होस् गर, कुरो बुझी अम्बर लामा 1 नम्बरको डाका, ब्याङ गर्दा घुमाउँदैछ बखत बखत बखत, सत्य कुरा लुकाउ कडीले, हान्नु पर्ने केपी ओलीको फिलै फिल्म बेतको छडीले, सेरे देउता तिम्रो दिन धेरै दिन छैन, अब कुर्सी चिप्लिनु बेर छैन, ऐना सिसा फुटेर झुरा भनिसक्दै थिएन यो कुरा, पैसा तिर्यो चिया पिएन, त्यहीँदेखि निको चाहिँ चल्थिएन, अमर लामा आधा घन्टा घोरिएरै गेटमा, मलाई सन्चो छैन भन्दै छाम्न थाल्यो पेटमा, नारायण घाट र भरतपुरमा अम्बर लामा जेहोस्, हवाई जहाजमा पुरा फिनिस अस्पतालमा बेहोस, बाउचाइलाई पर्या छ पैसाको पिटी पिटी, खाली मात्रै बोक्नुहुन्छ गिटी, चिलाउनेको हलो जुवा मकैयाको ठेडी, व्रत कुरा गरिस् भने पस्काइदिन्छु गेडी, 3टा गोरको हल बल्यो, 2टा बुढीको घर बल्यो, 24 घण्टा गाडी गुड्छ, हाइरोड पर्छ बाटो, अम्बर लामा ड्राइभरले स्टिङ कस्तो काट्यो, दासढुङ्गाले नासै गर्यो नामै रह्यो उल्टो, 20 फुटको रङ्ग साइडमा गाडी भिरमा गुल्ट्यो, अब यस्तो को जन्मेला राजनीतिमा चङ्गा, मदन आश्री उठाइदेऊ न त्रिशुली गङ्गा। धन्यवाद। ओके, तपाईँलाई हेरेर बस्नुहुने हाम्रो जति पनि इलाममा फिदिममा हुनुहुने र नेपालभरि छरिएर बस्नुहुने नेपाली दाजुभाइलाई के भन्न चाहनुहुन्छ? सबैलाई धन्यवाद भन्छु। धन्यवाद मात्र भन्नुहुन्छ? तपाईँ त एक बिमारी पनि हुनुहुन्छ, एक त तपाईँको परिवार एकदमै नाजुक अवस्था छ, तपाईँहरू एकदमै खोलाको डिलमा बसिरहनु भएको छ सानो कटेजमा होइन? सबैजनालाई सहयोग गरिदिनुहोस् भनेर भन्नुहुन्न? भन्नु त चाहन्छु नि। सहयोगको अपिल गर्न चाहनुहुन्छ? कतिको गाह्रो छ घरमा बिहान बेलुका खाना लाउनको लागि? गाह्रै छ नि, उस्तै घरबेटी आउँछ कराउँछ, भाडा दिएको छैन भन्छ, 50,000 पुगिसक्यो।
ए भाडा नतिर्नु भएको 50,000 बाँकी छ घरबेटीलाई। ए अहिलेसम्म तिर्न सक्नु भएको छैन। काम पनि छैन, लकडाउनमा त्यस्तै मम्मी बिराम गर्नुभयो, बुवा पनि हुनुभयो है, अनि भर्खर काम पाएर। अहिले चाहिँ काम पाउनु भयो बुवाले। त्यही ए अनि भनेपछि रुम भाडा पनि तिर्नु भएको छैन। बिहान बेलुका खाना खानलाई पुग्छ? पुग्छ। कसले कमाउनुहुन्छ खानाका लागि चाहिँ? बुवाले। बुवाले कमाउनुहुन्छ? के काम गर्नुहुन्छ बुवाले? बुवा त्यस्तै गिटी पालो पुग्ने, सिगरेटी त्यस्तै काम गर्ने, मिस्ने रिवाल गर्नुहुने त्यस्तै। तपाईँ चाहिँ के गर्नुहुन्छ? गीत गाउँदै पैसा माग्दै हिँड्नु हुँदो रहेछ। अनि आफूले दबाई खाने पनि चाहियो नि त। दबाई खाँदै हुनुहुन्छ तपाईँले? खाँदैछु। ए के को दबाई खाँदै हुनुहुन्छ? साढे रोगकै हो? ए कति लाग्छ अरे महिनामा दबाई खानलाई? 1000। 1000? 1000 लाग्छ। 1 महिनाको चाहियो भने 1 महिनाको किन्नु पर्यो भने नि 4 पत्ता है, 2 महिनाको लागि 8 पत्ता किन्नुपर्छ। 8 पत्ता। त्यो दबाई किन्ने पैसा चाहिँ तपाईँ आफै कमाउनुहुन्छ होइन? कति बेला चाहिँ बुवालाई नै किन्नु लाउँछु है, मसँग पैसा नभएको बेला चाहिँ मै किनिराख्छु है। तपाईँलाई एक त तपाईँ आफै रोगी हुनुहुँदो रहेछ होइन? दबाई खाँदै हुनुहुँदो रहेछ। कस्तो हुन्छ तपाईँलाई त्यो रोग बिमारीले छोप्ने बेलामा चाहिँ के भन्छ? कस्तो कस्तो हुन्छ है, यो कस्तै देखि उयो त्यो मान्छेहरू कुद्दैछ नि हो, त्यस्तो पनि कस्तो कस्तो हुन्छ है। त्यसपछि पुरा भेट्छ है। अब मान्छेहरूले जस्तै कुट्यो नि मलाई हो, त्यो पनि थाहा हुँदैन मलाई, केही थाहा हुँदैन। आँखा पनि देखिन्न? केही थाहा हुँदैन। अब म सुतेको हुन्छु नि, सुतेको छु नि हो, त्यस्तै हुन्छ बरु मलाई। सुतेकै सपना जस्तो लाग्छ? तपाईँलाई के त्यो रातो रङहरू देख्दा यता औँसी पूर्णिमा हो बिरामी हुने? होइन, यस्तै अब रातो रङहरू देख्नु नहुने, देखेपछि ढलिजाने। तर म अहिले त्यति साह्रो चाहिँ ढल्दिनँ, म रातो रङ देख्दा पनि ढल्दिनँ। त्यत्रो जाति बनाएको छ दबाईले। टाउको दुख्ने हुन्छ कि दिमागमा केही असर गर्छ कि के हुन्छ? टाउको दुख्ने चाहिँ हुँदैन है, बरु कस्तो कस्तो हुन्छ है, त्यसपछि फ्याटै भेटिहाल्छ हो। मलाई त्यति मात्रै थाहा छ, अरू केही थाहा हुँदैन। केही थाहा हुँदैन। टिकटकमा एउटा गीत निकै राम्रो गाउनु भएको थियो, भाइरल भएको थियो, एउटा गीत त्यो पनि सुनाइदिनु न, छोटो 2 टुक्का। नसुन्नु नि त्यो चाहिँ, किन? अलिक छाडा खालको छ। होइन नछाडा खालको पनि त गाउनु भएको थियो नि। फुटेको गिलासमा सर्पाको विष, अहिले भर्खर खाइदिएको जुनिता दिदीको गालैमा किस, वारी कोला पारी कोला घुम्तीमा चौकी, तिम्रो कम्बर डोलो डोलो जमले पाउने चौकी है। ओहो ल, यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई सबैजनाले सहयोग गरिदिनु होला। हाम्रो सानो भाइ र उहाँको इन्टरभ्यूहरू पनि आएको छ धेरै युट्युब च्यानलतिर। उहाँको ड्याडी मम्मीसँग पनि कुराकानी गरेका छौँ हामीले। सबै भिडियो हेरेर यदि कोही इच्छुक हुनुहुन्छ, सहयोग गर्न मन छ, भाइहरूलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ भन्दै अब अन्तिममा के भन्नुहुन्छ भाइ? सबैजनालाई धन्यवाद भन्न चाहन्छु, अनि मलाई सहयोग गर्न चाहिँ चाहन्छु, सहयोग गरिदिनुहोस् भन्ने चाहन्छु। सहयोग गरिदिनुहोस् भनेर भन्नुहुन्छ सबैजनालाई है, दबाई खानका लागि, पट्नका लागि होइन। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद छ।